हेलो साथी नमस्ते अनि हार्दिक स्वागत छ हाम्रो आफ्नो युट्युब च्यानलमा। सधैँ चाहिँ आज पनि नयाँ भिडियोमा उपस्थित भइसकेको छु। आशा छ कि भिडियो हजुरलाई हेल्पफुल हुनेछ। हजुर साथीहरू, पछिल्लो समयमा नयाँ नयाँ कम्पनीहरूले ब्याक टु ब्याक नयाँ एफपिओ र आइपिओ निष्कासन गर्दै आइरहेका छन् भने यसै बीचमा करिब 2700 मार्केट प्राइस भएको एउटा लघु वित्त कम्पनीले पनि एफपिओ निष्कासनको लागि भर्खरै मात्र अनुमति पाउन सफल भएको छ। यसर्थ आजको यस भिडियोमा रहेर एफपिओ निष्कासन गर्ने कम्पनी कुन हो, कति किता एफपिओ निष्कासन गर्दैछ र यस कम्पनीको वित्तीय अवस्था कस्तो रहेको छ, बजार अवस्था कस्तो छ, यस कम्पनीको सेयर हात पार्न सफल भयौँ भने कतिसम्म नाफा कमाउन सकिन्छ, यस कम्पनीले कहिले एफपिओ निष्कासन गर्ला, यी सम्पूर्ण विषयवस्तुको बारेमा एकमुष्ट जानकारी दिने प्रयास गर्नेछु। त्यसकारण तपाईहरु पनि नयाँ कम्पनीको एफपिओ र आइपिओको पर्खाइमा हुनुहुन्छ भने यो भिडियो हजुरका लागि हुनेछ। भिडियोलाई अन्तिमसम्म हेरेर भिडियोको सम्पूर्ण जानकारी लिनुहोला भन्दै भिडियो मन परेमा एउटा लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला भन्दै आजको भिडियो सुरु गरौँ भिडियोको विषयवस्तुबाटै। हजुर साथीहरू, एफपिओ निष्कासन गर्नको लागि अनुमति पाउन सफल भएको छ विन नेपाल लघु वित्त वित्तीय संस्था लिमिटेड। अहिलेको समयमा करिब 2700 भन्दा बढी मार्केट प्राइस भएको यस लघु वित्त कम्पनीले भर्खरै मात्र एफपिओ निष्कासनको लागि अनुमति पाएको हो भने यस कम्पनीले 100 रुपैयाँ अंकित मूल्यका दरले करिब 51,29,250 रुपैयाँ बराबरको एफपिओ निष्कासन गर्नको लागि अनुमति पाएको छ भने यस कम्पनीले 51,292 किता एफपिओको लागि निष्कासन गर्दैछ। जस अनुसार यो कम्पनीले निष्कासन गर्ने एफपिओमा 5,129 जना एकदमै भाग्यमानीले मात्र यस कम्पनीको एफपिओ 10 किताको दरले हात पार्नुहुनेछ भने यसरी 10 किता सेयर पाउनेहरूबाटै 20 किता वा सोभन्दा बढी आवेदन दिने व्यक्तिहरूबाट थप 2 जना एकदमै भाग्यमानीले 1 किता थप गरी 11 किताको दरले सेयर हात पार्न सफल हुनेछन्। अहिलेको समयमा एफपिओ निष्कासन गर्न अनुमति पाइरहँदा यो कम्पनीको अन्तिम कारोबार 2700 को हाराहारीमा भइरहेको छ। अर्थात् यो कम्पनीले एफपिओ निष्कासन गर्दा पनि यही प्राइस मेन्टेन गर्यो भने नर्मली पनि 20,000 देखि 27,000 भन्दा बढीको नाफा मजाले कमाउन सकिन्छ भने यस कम्पनीको 52 हप्ताको मार्केट प्राइस हेर्ने हो भने हाईमा 3500 सम्म पुगेको छ र लो प्राइसमा 744 रुपैयाँ सम्म झरेको छ भने यो कम्पनीको सेयरमा हाई फ्लक्चुएसन भन्ने देखिन्छ। अर्थात् हामीले लङ टर्मसम्म होल्ड गर्दा नाफा कमाउने सम्भावना भन्दा अहिलेको समयमा सेयर हात पार्न सफल भयौँ र सर्ट टर्ममै सेल गर्न सक्यौँ भने एकदमै नाफा कमाउने चान्स रहन्छ। यसरी यस कम्पनीको वित्तीय रिपोर्ट हेर्ने हो भने यस कम्पनीको अर्निङ पर सेयर -31 रुपैयाँ 47 पैसा रहेको छ जुन एकदमै कमजोर रहेको छ र कम्पनीको बुक भ्यालु पनि 100 रुपैयाँ मात्रै रहेको छ भने लघुवित्त कम्पनीहरूको तुलनामा यो कम्पनीको अवस्था निकै कमजोरमा मानिन्छ। त्यसैले गर्दा यो कम्पनीको सेयरलाई लङ टर्मसम्म होल्ड गरेर राख्न सकिँदैन। यस कम्पनीको पी रेसियो -83.86 रहेको छ भने प्राइस टु बुक भ्यालु रेसियो 26.39 गुणा रहेको छ। यो भन्ने अन्यको तुलनामा एकदमै हाई रहेको छ। यसरी यस कम्पनीको वित्तीय रिपोर्ट हेर्दा पक्कै पनि हामी सन्तुष्ट हुन सक्दैनौँ। तर अहिलेको समयमा यस कम्पनीको मार्केट प्राइस एकदमै धेरै ओभर प्राइस भइरहेको छ भने ओभर भ्यालु रहेको छ। यसै सर्ट टर्ममै सेल गर्न सक्यौँ भने 20,000 देखि 25-30,000 सम्मको नाफा कमाउन सक्नेछौँ, त्यो पनि 1,000 को लगानीमा। यस विन नेपाल लघु वित्त कम्पनीले चैत 21 गतेदेखि 26 गतेसम्म भर्न मिल्ने गरी आइपिओ निष्कासन गर्ने भएको छ, जसमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू र सर्वसाधारणहरूका लगानीकर्ताहरूले सबैले एकैपटक आवेदन दिन सकिनेछ। यसर्थ तपाईहरूले पनि एफपिओको पर्खाइमा हुनुहुन्छ र यस्तै एफपिओ आइपिओ को बारेमा जानकारी पाउन चाहनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरी भिडियोलाई लाइक गर्न सक्नुहुनेछ, जसले गर्दा आगामी दिनहरूमा आउने भिडियो नछुटाइ हेर्न सक्नुहुनेछ भन्दै अर्को भिडियोमा भेटौँने बाचासँगै छुटिन्छु। नमस्कार।